यहाँ वेलकम साथीहरू। आज चाहिँ भने म हजुरहरूलाई यहाँ हाम्रो बाजु टाउनको पार्क चिल्ड्रेन पार्कहरू सानो पार्कहरू छ खै देखाउन गइरहेको छु। नाइट भ्यूमा कस्तो देखिँदैछ हेर्न सक्नुहुन्छ हजुरहरूले। देखि गएर चाहिँ अब हामीले यो चाहिँ मानेदुङ्कर ओम माने पेमे भन्ने ठाउँ छ यहाँ मानेदुङ्कर। अहिले जाँदैछु हेर्न सक्नुहुन्छ हजुरले। यो हो हाम्रो मानेदुङ्कर। त्यहाँभित्र ठुलो एउटा मानेदुङ्कर छ। हो त्यो घुमाउनु पर्ने हुन्छ र यहाँदेखि पार्क हाम्रो स्टार्ट हुन्छ। यहाँदेखि हाम्रो पार्क सुरु हुन्छ। अन्त यो हाम्रो बाजु टाउन साथीहरू। सक्नुहुन्छ गाडीहरू पार्किङ गरेको खोज्छ उता र यो चाहिँ भने हाम्रो बाजु टाउनको मिडल रोड गयो चाहिँ बिचको रोड यस्तो छ। टाउनहरू हेर्न सक्नुहुन्छ हजुरले। यहाँबाट तल जान्छ मेरो दाजुहरू। अहिले अब रातको समय भयो मान्छेहरू सुनसान, मान्छे त्यति हुनुहुन्न अहिले सक्नुहुन्छ साथीहरू। र यहाँदेखि एन्ट्री हुन्छ हाम्रो नानीहरूको चिल्ड्रेन पार्क चाहिँ। र यहाँ म हजुरहरूलाई बाहिरैबाट देखाउनेछ अहिले चाहिँ हेर्न सक्नुहुन्छ चिल्ड्रेन पार्कहरू भनौँ नानीहरू खेल्ने ठाउँ। यस्तो त्यति साह्रो त छैन रहेछ। परसम्म छ के खेल्ने कुराहरू। र अघिको मानेदुङ्कर चाहिँ यहाँदेखि भ्यू यहाँदेखि देख्न सक्नुहुन्छ। यहाँदेखि यति साह्रो ठुलो। र अब हामी जान्छौँ न्यू पार्कतिर है। र अब हामी जान्छौँ नयाँ पार्कतिर। यहाँदेखि चाहिँ हाम्रो नयाँ पार्कको न्यू पार्कको सुरुवात हुन्छ। र यहाँदेखि हेर्न सक्नुहुन्छ हजुरले यस्तो छ। यहाँबाट चाहिँ पार्कहरू सबैजना। अहिले चाहिँ लाइटहरू बन्द गरेको रहेछ। पर स्टेज छ एउटा, त्यो स्टेजमा चाहिँ लाइट बन्द गरेको छैन रहेछ। यहाँको लाइनहरू चाहिँ अफ गरेको अघि अफ गऱ्यौ लाइटहरू होइन हौ, त्यो आफै अफ हुन्छ नि अटोमेटिक। ए अटोमेटिक हो। ए सघाइदिएको। यहाँदेखि पार्क सुरु हुन्छ। पार्क के बिमारी हुन्छ नि फुलपातीहरू पर हुने मेरो साइला दाजु, यता हुने ठुलो दाजु। हेलो 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 हेलो। म चाहिँ ठुलो दाजु, यहाँ चाहिँ मेरो साइला दाजु। हेलो हेलो उही। अन्त यहाँ पार्कहरू अन्त उही माथि देख्ने चाहिँ वाटरफल छ, तर अहिले बन्द भएछ। अब रातको समय निकै बितिसक्यो। कति बज्यो रातको? खोइ कमल फुल उता हाम्रोतिर लगेर रोप्नु हुन्छ होला नि। कमल फुलको बोटहरू रहेछ। यहाँदेखि गार्डन यस्तो लास्टैसम्म राउन्ड गरेर यो फुलबारी छ, यस्तो गरेर रोपेको। अन्त यहाँ चाहिँ तल्लो लाइन टाउनको तलसम्म छ। टाउन तल्लो लाइनहरू चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले।
तपाईँहरूलाई पार्क घुमाएर देखाउनेछु आज फुलहरू यसरी फुलेको छ पार्कमा। यहाँ चाहिँ बेलुका यसो आएर रिफ्रेस गर्ने ठाउँ। यहीँबाट हेर्दा कई नंबर बंदिलो हामी राति पार्कको भ्यूमा छौँ। यस्तो हेर्न सक्नुहुन्छ उत्तरमा यहाँदेखि चाहिँ एक्जिट पोइन्ट र एन्ट्री पोइन्ट यहाँदेखि हो एउटा। यहाँदेखि स्ट्रेट गरौँ माथि चाहिँ फेरि एक्जिट र एन्ट्री पोइन्ट। स्टेज एउटा छ यहाँ स्टेज ग्यालरी भएको स्टेज छ उहाँले वहीँ लगेर देखाउनेछ। फुलहरू कति मजाले फुलेको छ पार्कमा हेर्नुहोस्। आज म आउनु अलिक ढिलो भएछ नभए दामी देख्छ सिनहरू। सबै लाइट अफ भएछ अहिले। वाटरफलहरू सबै बन्द भएछ नि त। यस्तो खालको टाउन छ। यहाँबाट म चाहिँ म ग्यालरीतिर जानु पर्यो। ग्यालरी हेर्न सक्नुहुन्छ साथीहरू। उहाँ चाहिँ डान्स हुन्छ यहाँ चाहिँ। अन्त यताबाट चाहिँ मान्छे यहाँनिर बसेर हेर्नुहुन्छ अब के प्रोग्रामहरू हुँदा के सोहरू हुँदाखेरि पर देखुन्जेलसम्म मान्छे बस्न सक्नुहुन्छ। ग्राउन्ड छ एउटा। यहाँ चाहिँ म स्टेजको पछाडि गएर यहाँदेखि चाहिँ रेडी भएर द म्युजिक एन्ड एक्सन भन्दाखेरि चाहिँ यहाँदेखि जानु पर्यो। यहाँदेखि यस्तो गरेर चाहिँ यता अडियन्सको अगाडि यताबाट निस्किन्छ लाइटहरू। यहाँबाट निस्केर यसो गरेर पारि प्रोग्राम देखाइसकेपछि यहाँदेखि यता एक्जिट पोइन्ट यहाँदेखि फेरि माथिहरू फुलहरू राम्रो राम्रो फुलेको छ त्यता पनि लिएर जाने प्रयास गर्छु म। यहाँ चाहिँ फेरि म पार्कको अर्को साइडपट्टि आइपुगेको छ अहिले। फुलहरू यति राम्रो राम्रो फुलेको छ यहाँ पार्कमा। पार्कको वरिपरि यति राम्रो फुलहरू फुलेको छ। फुलबारीहरू नाइट भ्यू।
या भिडियो अन गरेर लाइट अफ जान्छ नाइट भ्यू पाक त मजेर भयो अब हजुर साथीहरूलाई मैले राति अब लाइटहरू सबै गएको समय भएर यति राम्रो देखाउन सकिनँ र यहाँ वाटरफल एउटा छ के अरे पानी मोटरले तानेर भाग्ने देख्न सक्नुहुन्छ ला राति भएर के देख्दैन अब त्यहाँबाट पानी जेरी माथि पानी आउँछ नि त्यहीबाट राउन्ड गरेर भित्र सबै फ्याङ्किङ गरेर पानी अलिकति आउँदैछ ल अब फेरि अघि हामी एन्ट्री गरेको ठाउँबाट निस्केर जान लाग्दैछौँ चाहिँ र उपर चाहिँ भने लेमन ग्रासहरू पनि पाउँछ रोपेको यहाँ रेस्ट गर्ने ठाउँ फेरि यहाँ चाहिँ के बनाएको रहेछ क्या दामी फुल दामी फुल रहेछ यहाँ चाहिँ ओल्ड पार्कमा यहाँ राम्रो बनाएको रहेछ नि अहिले अघिको माने ढुङ्गारमा हामी पुग्दैछौँ यहाँभित्र चाहिँ प्रेयर विल ठुलो छ देख्ने दिउँसो गरेर दिउँसो मात्रै ओपन हुन्छ यहाँ सानो सानो प्रेयर विलहरू सकिने चाहिँ हाम्रो पुरानो पार्क कलेज यो एउटा आन्टी छ पैसा नि त दिउँसम्म चाहिँ 5 बजे काट गर्दैन दाजुले चाहिँ प्रेयरहरू घुमाउँदै राउन्ड गरेर चाहिँ 108 प्रेयर विल अन्त चाहिँ यता पनि एउटा स्टेज छ यहाँ पनि एउटा स्टेज छ यो अघिको अङ्कललाई त्यत्रो त हगेस लागेको छ मा त्यो त कुदाको अरे वक गर्नुपर्छ अरे नि हो बोल्दो रहेछ मलाई प्रेयरले छ भने भन्छ त्यो त्यत्रो नि यहाँ पनि पार्कहरू छ नि त यहाँ एक्सर्साइज गर्ने ठाउँहरू मान्छेहरू परिसकेको छ अनि चाहिँ अर्को साइडमा 11 बजेमा र हामी अब सबै घुमिसकेर यस्तो वाङदीको टाउन यस्तो खालको छ त्यहाँ चाहिँ अब हामी एउटा एक्जिट पोइन्ट पर निस्केर चाहिँ अब चाहिँ जाँदैछौँ